दर्शकबिन यो ठ्याक्कै हजुरलाई भने जस्तो माथि हामी मन्दिर दर्शन गरेर आइसकेपछि हामी रेसुङ्गा पार्कमा प्रवेश भइसकेका छौँ। हामी यहाँ भित्र प्रवेश गरिसकेपछि हामी दृश्य हेर्नेछौँ। यहाँ लगभग हामीलाई जिप लाइन पनि हामीलाई देखिरहन जिप लाइनको तयारी अवस्थामा भइरहेको छ। जिप लाइन साइकल यात्रा पनि हामीलाई यहाँ गर्न मिल्दछ। हामी यो दृश्य यहाँदेखि लगाउने छौँ र हामी यहाँको एक एक पोइन्ट हामी देख्नेछौँ र हाम्रा फ्यामिली पोइन्टहरू यहाँ आइपुग्नु भएको छ र हजुरले हेर्न सक्नुहुनेछ यो रेसुङ्गा माथि जो भनिसकेको थिएँ नि मैले, यो माथि मन्दिर देखाएर आइसकेपछि तर यहाँको भ्यू पोइन्ट यस्तो छ। यहाँको भ्यूहरू यस्तो खालको देखिन्छ। तर वहाँबाट आइसकेपछि बाटो अप्ठ्यारो भइसके पनि हामी मेन मन्दिरमै गइसकेपछि सरर छ। यस्तो खालको छ। अब बच्चाहरू हिँडिसकेपछि अलिकति दुःख पनि भइरहेको छ। हामी यहाँ फुलहरू यस्तो लागिरहेको छ। चैतको वैशाखको महिना छ यसमा। अहिले यहाँ काम भइरहेको छ। हामीले यहाँ धेरै गुल्मी यो तम्घासदेखि माथि रेसुङ्गा नगरपालिकामा हामीले चाहिँ धेरै दर्शकलाई भ्रमण गर्ने अवसर देखिरहेका छौँ। हामी देख्न सक्नुहुनेछ यो माथिबाट सिधा जिप लाइन यहाँ तक आइरहेको छ है। त्यसपछि गएर साइकल यात्रा पनि हामीले यहाँ गरिरहनेछौँ। यो तयारी अवस्थामा भइसकेको छ। मानौँ फेरि यहाँदेखि फेरि पिङ झुला पनि लागिसकेको छ। झुलालाई चाहिँ अग्लो अवस्थामा देखिरहेका छौँ। लगभग हामी अगाडि बढ्नेछौँ। अझै पनि यहाँको दृश्य यस्तो खालको छ। उहाँ एउटा देख्नु छ। यो हरेक जिल्लामा यस्ता खालका भ्यू मिलिरहेको छ। हाम्रो भाइ पनि आइराख्नु भएको छ लेख्री। कस्तो छ यहाँको? हजुरलाई यस जग्गामा आएर घुम्न कस्तो फिलिङ कस्तो गरिराख्नु भएको छ? एकदम ठिक छ। मान्छे धेरै घुम्न आउनुहुन्छ यहाँ। हो, धेरै आउनुहुन्छ है? धेरै आउनुहुन्छ। ल ठिक छ। धेरै आउनुहुन्छ भन्ने उहाँको भनाइ छ। मलाई यहाँको फुल पनि हेर्नु त कति राम्रो छ।